ग्रामीण पर्यटकीय स्थल आन्तरिक पर्यटकको रोजाइमा। स्याङ्जाका ग्रामीण स्थलहरू आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन्। सहरको कोलाहल वातावरणबाट छोटो समयका लागि भए पनि शान्तसँग बस्न चाहनेहरू पछिल्ला दिनहरूमा गाउँ बस्तीमा घुम्न मन पराउने गरेको पाइन्छ। पहाडको माथि रहेका गाउँ बस्तीहरूबाट रमणीय स्थलहरू देखिने भएकाले पहाडी भूभाग र डाँडाकाँडाहरूको अवलोकन गर्नेहरूको सङ्ख्या बढ्दै गएको हो। यस्तै एक रमणीय स्थल आँधीखोला गाउँपालिकाको माझकटरी मुहाजु भन्ज्याङ आन्तरिक पर्यटकको रोजाइमा परेको छ। गाउँपालिकाको 1 नम्बर वडामा अवस्थित मुहाजु भन्ज्याङ घुम्नको लागि आउने पर्यटकलाई सहयोग पुर्याउने उद्देश्यले पास बस्नको लागि होटलका साथै मनोरम पार्क समेत निर्माण गरिएको छ। पूर्वाधारको विकास भएसँगै बिदाको समयमा यस क्षेत्रमा घुम्न आउनेहरूको भिड नै लाग्ने गर्दछ। पालिकादेखि माथि डाँडामा रहेकाले यहाँबाट विभिन्न हिम शिखरका दृश्य समेत देख्न सकिने भएकाले यो ठाउँमा घुम्न आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। यसैगरी अर्जुन चौपारी गाउँपालिकाको दरौँ थाप्लेमा निर्माण गरिएको विशाल बुद्धको मूर्तिले पनि धेरैको मन तानेको छ। समुद्री सतहदेखि करिब 2018 मिटरको उचाइमा रहेको थाप्ले पछिल्लो समय धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ। वालिङ नगरपालिकाको बाहुनथान बजारदेखि छोटो दूरीमा रहेकाले केही वर्षदेखि यस ठाउँमा घुमघामका साथै वनभोज खान एवं मनोरञ्जन गर्न जानेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। बाहुनथानबाट देखिने पिङ्क सिटी वालिङ बजारको दृश्यका साथै नागबेली हुँदै बगेको आँधीखोलाको मनोरम दृश्यले जो कोहीलाई मोहित बनाउँछ। प्रकृतिले दिएको अपार सुन्दर ठाउँहरूको राम्रो व्यवस्थापन र प्रचार प्रसार गर्न सकेको खण्डमा पर्यटकका माध्यमबाट रोजगारी समेत सिर्जना गर्न सकिन्छ।